यलया ललित कल्याण केन्द्र आधारभूत विद्यालय न थगु सुई पेक्कगु स्थापना दिवस हंगुदु विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमीर महर्जन नायसुई शुक्रबार भोलढाका जुगु ज्याजोले यला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन वडालिया नौया अध्यक्ष राजु महर्जन विद्यालय संस्थापक मोहन गोपाल न्याछो महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर छत्री कोलाबोरेटिभ स्कुल नेटवर्क या सहनिर्देशक राजन महर्जन स्कुलिया प्रधान अध्यापक रमेश श्रेष्ठ लगायत स्कुलिया योगदानका चर्चा याना दिएको खा जति पनि मेहनत गर्नुभयो विद्यालय व्यवस्थापन मात्रै होइन कि शिक्षक लगायत सम्पूर्ण टिमहरूले धेरै मेहनत गर्नुभयो उहाँलाई पनि धेरै धन्यवाद भन्दै म व्यवस्थापन समितिको अध्यक्ष लगायत समितिका सम्पूर्णको तर्फबाट विद्यालयको तर्फबाट सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। आज मलाई औधी खुसी लागेको छ कि यो अति नै ग्रासरुट लेभलबाट हाम्रो संस्थापक ज्यूहरूले धेरै मेहनत गरेर धेरै दुःख गरेर स्थापना गरेको यस स्कुल 34 वर्ष प्रवेश गर्यो र 34 वर्षसम्म यसले जसरी जीवन्तता प्राप्त गर्दै आइरहेको छ यो भनेको एउटा ठुलो उपलब्धि हो, वान अफ द ग्रेटेस्ट अचिभमेन्ट्स हो भन्ने मलाई लाग्दछ। यस स्कुलको स्थापनाको निमित्त लागि पर्नुहुने आदरणीय धर्मरत्नज्यू सिद्धिबहादुर मोहन गोपाल न्याछ्यौँ लगायतको व्यक्तित्वहरूले गर्नुभएको जुन प्रयास छ, जुन भगीरथ प्रयत्न छ, त्यसको निमित्त म ललितपुर महानगरपालिका र मेरो स्वयंको तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। राणाकालमा स्थापित केही विद्यालयहरू बाहेक 2028 सालसम्म विक्रम सम्वतको 2028 सालसम्म स्थापना भएका धेरै विद्यालयहरू कहाँ कसरी भन्ने कुरा आफ्ना आफ्ना कथा होलान्, तर किन भन्ने एउटा चाहिँ सबैको लागि मिल्ने शिक्षाको जागरण समाजलाई शिक्षित बनाउने कारणका लागि नै हो। 28 सालसम्म विद्यालयमा पढाउँदाखेरिको आउने के भन्दाखेरि त्यति बेला भन्ने चलन थियो सिलेबस अथवा कसैले कोर्स अफ स्टडी भन्थे, त्यो शिक्षण माला मात्रै हो। 2028 सालमा नयाँ शिक्षा योजना लागू भइसकेपछि अब बल्ल आएर नेपालभरिको शिक्षामा पाठ्यक्रम भन्ने थाहा भयो। मतलब के पढाउने मात्रै होइन, त्यो पहिलेको कोर्स अफ स्टडी अथवा सिलेबसमा के पढाउने शिक्षा माला मात्रै थियो। विक्रम सम्वत 2046 सालमा ललितपुरका 10 जना सामाजिक कार्यकर्ताहरूले मानवीय हित र कल्याणका सामाजिक कार्य गर्ने उद्देश्यले ललितपुरका ज्यादै विपन्न र अनाथ असहाय बालबालिकाहरूलाई शिक्षा दिने उद्देश्यले यस ललित कल्याण केन्द्र विद्यालयको स्थापना भयो। सर्वप्रथम 2 जना शिक्षक र 16 जना विद्यार्थीहरूबाट सुरु गरेको यस विद्यालयमा हाल 185 जना विद्यार्थीहरू, 13 जना दरबन्दीका शिक्षकहरू, 2 जना सीएसएन का स्कुल लिडर्स, 1 जना कार्यालय सहायक, 2 जना शिक्षक र 1 जना आया निजी स्रोतबाट कार्यरत रहेको छ। यस विद्यालयमा हाल कक्षा ECD देखि कक्षा 8 सम्म सञ्चालन भइरहेको छ। यस विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्थित कम्प्युटर ल्याब, पुस्तकालय, ECD कक्षामा मल्टिसोरी विधिबाट अध्यापन, विद्यार्थीहरूलाई पढाइको अलावा बास्केटबल, कराटे, टेबल टेनिस, ब्याडमिन्टन जस्ता खेलकुदको नियमित अभ्यास गराउने र वार्षिक रूपमा खेलकुद सप्ताहको आयोजना गर्ने कार्य समेत भइरहेको छ। ज्याजोले तिथि खेले योगदान यापिङका सम्मान यागु खप